यस कार्यक्रमका प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस। नमस्कार, कार्यक्रम एनआरएन टिभी सो क्ल्याबोर्डमा यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। दर्शकबिन कार्यक्रम आउने गर्छ हरेक शनिबार बिहान 8:30 बजे एनटिभी प्लसमा भने कार्यक्रमलाई यहाँले आफ्नो समय र सुविधा अनुसार हाम्रो एनआरएन टिभी सो क्ल्याबोर्डको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। नाम जस्तै सही परामर्श, सुझाव र सल्लाह दिने संस्था हो राइट पाथ करियर काउन्सिलिङ। विगत लामो समयदेखि उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने नेपाली विद्यार्थीहरूको विश्वास जित्दै आएको राइट पाथ यति बेला पुतली सडक, नयाँ बानेश्वर, कुमारीपाटी, किर्तिपुर, चितवन, बुटोल, दाङ, इटहरी, धरान र नेपाल बाहिर युके र भारतसम्म पुगेको छ। राइट पाथ करियर काउन्सिलिङ सिन्स 2016 हामी नेपालमा अपरेसनमा छौँ, तर इन्टु दिस इन्डस्ट्री सिन्स 2012। सो अलमोस्ट धेरै वर्ष भइसकेको छ, मोर देन 10 years। र हामी हालसालै 9th हाम्रो कर्पोरेट एनिभर्सरी पनि मनायौँ अफिसमा, कर्पोरेट अफिसमा। र हामी आजको दिनमा भ्यालीमा 4 ठाउँमा छौँ। मेन हाम्रो हेड अफिस पुतली सडक, बानेश्वर, कुमारीपाटी, किर्तिपुर लगायत भ्यालीभन्दा बाहिर हामी चितवनमा रहेर हाम्रो सर्भिसेस दिइरहेछौँ। बुटोल, दाङ, इटहरी लगायत हामी धनकुटामा पनि छौँ। काठमाडौँमा मात्रै नभएर दूर दराजमा पनि हाम्रो सर्भिसेस स्टुडेन्ट भाइ बहिनीहरूलाई दिन सफल भएका छौँ। मेनली राइट पाथ करियर काउन्सिलिङले Tier 1 कन्ट्री विच वान इज युके, अस्ट्रेलिया, क्यानाडा, युएसए, न्युजिल्यान्ड लगायत युरोपियन कन्ट्रीहरू स्टुडेन्टको गच्छ हेरेर यदि कोही स्टुडेन्ट भाइ बहिनीहरू इङ्ग्लिस स्पोकन कन्ट्रीमा जान चाहनुहुन्छ भने वी हेभ मस्ट अफ दि भेरियस कन्ट्री, ती लगायत जापान, कोरियामा पनि स्टुडेन्ट भाइ बहिनीहरूलाई हामीले पठाइरहेका छौँ। स्टुडेन्ट भाइ बहिनी अभिभावकको माया छोटो समयमा अत्यन्तै छ भन्नुपर्छ। आफ्नो बेग्लै शान र पृथक परिचयसहित विद्यार्थीहरूमाझ शानदार उपस्थिति जनाएको राइट पाथका सिइओ फिलिप डिसी संस्था विद्यार्थी र अभिभावकहरूकै विश्वासले अगाडि बढेको कुरा बताउँछन्। धेरै माया गर्नुभएको छ। हामीले 10,000 स्टुडेन्टलाई डेलिभर गर्न सफल भएका छौँ र हामीबाट जानुभएको स्टुडेन्ट भाइ बहिनीहरू आज धेरैजनाले आफ्नो ग्रेजुएसन कम्प्लिट गरिसक्नु भएको छ र विभिन्न रेपुटेड अर्गनाइजेसनहरूमा उहाँले सर्भिस गरिरहनु भएको छ। कतिले आफ्नै बिजनेस ओपन अप गर्नुभएको छ, कति त्यतै सेटल हुनुभएको छ, कति नेपाल फर्किनु भएको छ र फेरि पनि राष्ट्रलाई कन्ट्रिब्युसन गर्नुभएको छ। हामी पनि भन्ने गर्छौँ पहिला देश अनि विदेश, तर स्टुडेन्ट भाइ बहिनीहरू विभिन्न कारणले फर्स्ट थिङ्स द क्वालिटी एजुकेसन र सेकेन्ड भनेको अपर्च्युनिटीको कारणले गर्दाखेरि जान बाध्य हुनुभएको छ। तर अहिले मलाई गर्व लाग्छ स्टुडेन्ट भाइ बहिनीहरू जानी मात्रै होइन, फर्किने ट्रेन जुन किसिमले चलेको छ। आज जति पनि कर्पोरेट अर्गनाइजेसनहरू छ नेपालमा, चाहे त्यो ब्याङ्किङ सेक्टर हो, चाहे हस्पिटालिटी, 5 स्टार प्रोपर्टीदेखि लिएर हरेक हाइड्रोमा जति पनि छन्, फर्स्ट प्रायोरिटी चाहिँ बाहिर अब्रोडबाट डिग्री लिएको स्टुडेन्ट भाइ बहिनीहरूलाई प्रायोरिटी हामी दिएको देख्छौँ। त्यो कारणले गर्दाखेरि पनि यो जुन किसिमले ट्रेन चलिरहेको छ नेपाल फर्किने र आफ्नै स्टुडेन्ट भाइ बहिनीहरू गएर फर्केर नेपालमा एकदम योगदान गर्दै गर्दाखेरि चाहिँ गर्व महसुस हुन्छ। अध्ययन र व्यापारकै सिलसिलामा 11 वर्ष बेलायत बिताएका फिलिपले विद्यार्थीहरूको जीवन यात्रालाई नजिकबाट निहालेका र बुझेका छन्। राइट पाथले 0 पैसामा विद्यार्थीहरूको भिसा प्रोसेसिङ गर्दै आइरहेको छ। यही कुरालाई विद्यार्थीहरूले राइट पाथको विशेषता र चर्चा गर्न लायकको पक्ष मानेका छन्। हामीले चाहिँ मेनली स्टुडेन्ट भाइ बहिनीहरूलाई करियर काउन्सिलिङ, अब्रोड स्टडी काउन्सिलिङ चाहिँ ग्राउन्ड लेभलमा बसेर त्यहाँको सत्य तथ्य जुन छ त्यो दिने गर्छु। म आफै पनि लामो समय अब्रोडमै भएको कारणले गर्दाखेरि एज ए इन्टरनेसनल स्टुडेन्ट भएको कारणले जुन एक्सपिरियन्स छ त्यो स्टुडेन्ट भाइ बहिनीहरूसँग सेयर गर्दै गर्दाखेरि एक किसिमको उनीहरूले चाहिँ
यथार्थपरक काउन्सिलिङ पाएको अनुभूति हुन्छ। ती लगायत हाम्रा जति पनि स्टाफ, डेडिकेटेड स्टाफहरू छन्, काउन्सिलरहरू छन्, विभिन्न TITA सर्टिफाइड, ब्रिटिस काउन्सिल सर्टिफाइड, पायर सर्टिफाइड लगायत विभिन्न सर्टिफाइड काउन्सिलरहरू हुँदै गर्दाखेरि स्टुडेन्ट भाइ बहिनीहरूले चाहिँ एकदमै ग्राउन्ड लेभलको काउन्सिलिङ पाएको देख्छौँ र राइट पाथ करियर काउन्सिलिङले विभिन्न समयमा स्टुडेन्ट भाइ बहिनीहरूलाई युनिभर्सिटी कलेजकै रिप्रेजेन्टेटिभबाट पनि ग्रान्ड एजुकेसन कन्क्लेभ, सेमिनारहरू लगायत विभिन्न कुराहरूमा स्टुडेन्ट भाइ बहिनीहरूलाई सपोर्ट गर्दै आइरहेको छ। राइट पाथ करियर काउन्सिलिङ अझै हामीले ब्रान्चहरू एक्सपान्ड गर्दैछौँ यो इयर। ती लगायत हाम्रो जुन सर्भिसेसहरूलाई अझै डिजिटलाइज ताकि स्टुडेन्ट भाइ बहिनीहरूले एकदमै सर्टकट छोटो समयमा नै त्यो पाउन् भन्ने हाम्रो चाहना छ। ती लगायत हामीले यो इयरबाट चाहिँ स्टुडेन्ट भाइ बहिनीहरूलाई जति पनि हाम्रोबाट स्टुडेन्ट भाइ बहिनीहरू जानुहुन्छ उहाँहरूलाई चाहिँ हामीले फुल्ली इन्सुरेन्स गरेर ताकि उहाँ जाँदै गर्दाखेरि केही भवितव्य पर्यो भने पनि इन्सुरेन्सले कभर गर्न सकोस् भन्ने हेतुले हाम्रो सम्पूर्ण स्टुडेन्ट भाइ बहिनीहरूलाई इन्सुरेन्स गरेर नै पठाउँदैछौँ। यस्तै छ र एनिभर्सरी प्याकेजहरू विभिन्न अफरहरू हामीले लिएर आइरहेका छौँ। एनिभर्सरी प्याकेजमा हामीले टेस्ट प्रिपरेसनका क्लासेसहरू पनि सञ्चालन गर्ने भएको कारणले गर्दाखेरि जम्मा 2026मा हाम्रा IELTS PTE का क्लासेसहरू हामीले सञ्चालन गरिरहेका छौँ र प्राय कन्ट्रीहरूमा हामीले 0 प्रोसेसिङ चार्जमा स्टुडेन्ट भाइ बहिनीहरूलाई अप्लाई गरिरहेका छौँ फ्री अफ कस्टमा। राइट पाथ मार्फत आजसम्म 10,000 विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न विभिन्न देशहरू पुगिसकेका छन्। आफ्नै कार्यालयमा विद्यार्थीहरूलाई विभिन्न सिपमूलक तालिमहरू पनि प्रदान गर्दै आइरहेको छ यो संस्थाले। उच्च शिक्षा हासिल गर्न विदेश जाँदा सिपमूलक तालिम लिएर जान पनि राइट पाथका फिलिप DC आग्रह गर्दछन्। जस्तो स्टुडेन्ट भाइ बहिनीहरू बाहिर जानु मात्रै ठुलो कुरो होइन, त्यहाँ गएर सस्टेन हुनु पनि ठुलो कुरा जस्तो लाग्छ। यहाँहरू जाँदै गर्दाखेरि 6 महिना अथवा 1 वर्षको ट्युसन फी त पेमेन्ट गरेर जानुहुन्छ, तर सेकेन्ड इयरको ट्युसन फी पेमेन्ट गर्दाखेरि यदि स्किल सिकेर जानु भएन भने हामीले के देख्छौँ भने स्टुडेन्ट भाइ बहिनीहरूमा अपर्च्युनिटी मात्र पाइन्छ भन्ने जुन माइन्ड सेट छ त्यसलाई चाहिँ चेन्ज गर्न जरुरी छ। अपर्च्युनिटी त छ तर देयर इज अ च्यालेन्जिङ एज वेल। त्यो च्यालेन्जिङलाई क्र्याक गर्नको लागि चाहिँ स्टुडेन्ट भाइ बहिनीहरूले यदि स्किल्स प्रोग्रामहरू सिकेर जानुभयो भने नेपालीले पाउने प्राय कामहरू भनेको हस्पिटालिटी सेक्टरमा नै छ। त्यो कारणले गर्दाखेरि बारिस्टर ट्रेनिङ, वेटर्स ट्रेनिङ, लेडिजहरूले मेकअपका चाहिँ क्लासेसहरू, ती लगायत अनि विभिन्न केयरगिभरहरू यी भएको कारणले गर्दाखेरि राइट पाथ करियर काउन्सिलिङले अबको 2-3 महिनामा नै यी खालका स्किल्स ट्रेनिङहरू चाहिँ आफ्नै प्रमाइसेसमा बिल्डअप गर्दैछ। हामी अहिले कन्स्ट्रक्सन प्रक्रियामा छौँ। अबको केही समयमा हामी अत्यन्तै लाभदायक प्रोग्रामहरू एकदम सुपथ मूल्यमा स्टुडेन्ट भाइ बहिनीहरूलाई लिएर आउँदैछौँ। यसैबीच फिलिपले शैक्षिक परामर्शदाताहरू एक भएर नेपाली विद्यार्थीहरूको हक हितका बारेमा आवाज उठाउनु पर्ने तर्क अगाडि सार्छन्। अहिले नेपालमा लगभग शैक्षिक परामर्शदातासँग आबद्ध अम्ब्रेला अर्गनाइजेसन 10 भन्दा बढी भइसकेको रहेछ। सकिन्छ भने सबैलाई एकजुट भएर स्टुडेन्टको वेलफेयरमा र शैक्षिक परामर्शदाता जति पनि इन्डस्ट्री कलिग्सहरू हुनुहुन्छ उहाँहरूको वेलफेयरमा चाहिँ यी अर्गनाइजेसनहरूले काम गर्नुपर्छ जस्तो लाग्छ। आसन्न जुन निर्वाचन थियो इक्यानको, त्यहाँ विभिन्न प्यानल थियो, मेनली 2टा प्यानल थियो। जुन प्यानलबाट जो पनि आउनुभयो हामी सबै इक्यानी नै हौँ। जसले पनि जित्नु भएको छ यहाँको सुखद कार्यकालको म शुभकामना दिन चाहन्छु र यहाँहरूले जुन गभर्मेन्टसँग गर्ने पोलिसीमा, इन्टरनेसनल रूपमा गर्ने पोलिसीमा यहाँहरूको भूमिका अहम हुनुपर्छ जस्तो लाग्छ। आज राष्ट्रको लागि सबभन्दा बढी कन्ट्रिब्युसन गर्ने अर्गनाइजेसनलाई हेर्ने नजरमा परिवर्तन हुन जरुरी छ। गभर्मेन्टले पनि आजभन्दा करिब 20-25 वर्ष अगाडि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मिडल इस्ट कन्ट्रीमा जानुहुन्थ्यो भने आज यो स्टुडेन्ट भिसाको कारणले गर्दाखेरि, अब्रोड स्टडीको कारणले गर्दाखेरि Tier 1 कन्ट्रीमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू जान सफल हुनुभएको छ। र राज्यको मेन इन्कम सोर्स जुन रेमिटेन्स छ, रेमिटेन्सले राज्य चल्नु राम्रो त होइन, तर पनि हामी विकासोन्मुख कन्ट्री भएको कारणले गर्दाखेरि आज सबैभन्दा बढी कन्ट्रिब्युसन हाम्रै स्टुडेन्ट भाइ बहिनीहरू पछि त्यहाँको PSW अथवा TR अथवा PR लिँदै गर्दाखेरि जुन किसिमको कन्ट्रिब्युसन भएको छ, यत्रो कन्ट्रिब्युसन गरेको जुन क्षेत्र छ व्यवसाय,
यसलाई चाहिँ राज्यले राम्रोसँग हेर्नुपर्छ र त्यसको लागि चाहिँ अम्ब्रेला अर्गनाइजेसनहरूको चाहिँ भूमिका चाहिँ अहम हुन्छ। यहाँहरू सबैजनालाई सफल कार्यकाल होस् कुरा हो। देशले पनि उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने नेपाली विद्यार्थीहरूको लागि नेपाल सरकार सहज तरिकाले प्रस्तुत हुनुपर्ने कुरा बताउँछन्। अब युनाइटेड किङडम आफैमा एजुकेसन वाइज वर्ल्डको हामी नम्बर 1 कन्ट्री मान्छौँ इन टर्म्स अफ क्वालिटी एजुकेसन। यदि हामीले टप 500 युनिभर्सिटी कलेज हेऱ्यो भने पनि युएस र युके नै आउँछ, टप 100 हेऱ्यो भने युके र युएसए नै आउँछ, टप 10 हेऱ्यो भने पनि युके र युएसए नै आउँदै गर्दाखेरि क्वालिटी एजुकेसनको लागि देयर इज नो एनी डाउट। र सिन्स 2019 देखि हामीले युके प्रमोट सुरु गऱ्यौँ। त्योभन्दा अगाडि वर्क पर्मिट थिएन। जब उनीहरूले वर्क पर्मिट लन्च गर्यो र पिएसडब्ल्यू ग्रेजुएट इमिग्रेसन रुटलाई लन्च गर्यो त्यसपछि हामीले युके प्रमोट गर्न सुरु गऱ्यौँ। पहिलो वर्ष 2019 को डाटा हेर्दै गर्दाखेरि करिब 500 को हाराहारीमा स्टुडेन्ट भाइ बहिनीहरू जानुभएको हामी देख्छौँ। तर आज त्यो नम्बर्स बढेर यो इयरको हेर्दै गर्दाखेरि करिब 25,000 स्टुडेन्टले एनओसी निकालेको हामी देख्छौँ। सो त्यो ग्रोथ जति पनि छ 19-20मा अलिकति बढी 21, 22, 23, 24, 25 हुँदै गर्दाखेरि करिब 100,000 1 लाख प्लस स्टुडेन्ट भाइ बहिनीहरू जाँदै गर्दाखेरि पनि स्टुडेन्ट भाइ बहिनीहरू फिडब्याक हामीले एकदमै देखिरहेका छौँ। र स्टुडेन्ट भाइ बहिनीहरू पढाइ मात्रै होइन, त्यहाँ पाउने जुन अपर्च्युनिटी छ ड्युरिङ स्टडिज र आफ्टर स्टडिज, ड्युरिङ स्टडिजमा 20 आवर्स स्टुडेन्ट भाइ बहिनीहरू काम गर्न पाइरहनु भएको छ। र आफ्टर स्टडिज 18 मन्थको चाहिँ पिएसडब्ल्यू छ। 18 मन्थको पिएसडब्ल्यू पाइसकेपछि देयर इज अ पोसिबिलिटी फर Tier 2 एन्ड सेटलमेन्ट वे एज वेल। त्यस कारणले गर्दाखेरि हामीले जति पनि स्टुडेन्ट भाइ बहिनी पठाएका छौँ एकदमै ह्याप्पी हुनुहुन्छ। डकुमेन्टेसन वाइज एकदमै सजिलो छ र सबैभन्दा ठुलो कुरो नेपालीलाई भिसा इज इम्पोर्टेन्ट। विभिन्न समयमा विभिन्न कन्ट्रीले आफ्नो भिसालाई तलमाथि गरेको देख्छौँ, तर युकेले चाहिँ कन्टिन्युस रूपमा अलमोस्ट 99% भिसा नेपालबाट भिसा ग्रान्ट हुन सफल भएको छ। हाम्रो लास्ट इन्टेक मात्रै राइट पाथ करियर काउन्सिलिङले आफ्नो 100% भिसा लगाउन सफल भएको छ। त्यस कारणले गर्दाखेरि पनि युके जाने स्टुडेन्ट भाइ बहिनीहरूको ग्रोथ हामी एकदमै देख्छौँ। यस कार्यक्रमका प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस।